दोस्रो सामुएल 2 अध्याय। दाउद हेब्रोनमा यहुदाका राजा भएका। त्यसपछि दाउदले परमप्रभुलाई यसो भनेर सोधे, के म यहुदाको कुनै एउटा सहरमा जाउँ? परमप्रभुले जवाफ दिनुभयो, उक्ली जाऊ। दाउदले सोधे, कुन चाहिँ सहरमा? अनि यस्तो जवाफ आयो, हेब्रोनमा। यसैले दाउद आफ्ना 2 पत्नीहरू इजरेली अहिनोम र कर्मेलका नाबालकी विधवा अबिगेलको साथमा त्यहाँ गए। आफूसँग लागेका मानिसहरूलाई पनि तिनीहरूका जहाँ नै समेत दाउदले ल्याए र तिनीहरू हेब्रोन र त्यसका सहरहरूमा बसोबास गरे। अनि यहुदाका मानिसहरू आएर दाउदलाई त्यहाँ यहुदाका घरानामाथि राजा अभिषेक गरे। याबेस गिलादका मानिसहरूले साउललाई गाडेका थिए भनेर दाउदलाई सुनाइयो। तब तिनले तिनीहरूलाई यो समाचार पठाए, तिमीहरूले आफ्ना स्वामी साउलप्रति देखाएको भक्ति र उहाँलाई गाडेकामा परमप्रभुले तिमीहरूलाई आशिष देऊन्। यसको निम्ति परमप्रभुले तिमीहरूप्रति आफ्नो दृढ प्रेम र विश्वसनीयता देखाउन्। अनि तिमीहरूले यो काम गरेका हुनाले म पनि आफ्नो तर्फबाट तिमीहरूमाथि उही निगाह राख्नेछु। बलिया र आँटिला हौ, किनभने तिमीहरूका स्वामी साउलको मृत्यु भएको छ र यहुदाका मानिसहरूले मलाई आफ्ना राजा अभिषेक गरेका छन्। साउल र दाउदका घरानाका बीचमा गृहयुद्ध भएको। यसै बीचमा साउलका सेनापति नेरका छोरा अब्नेरले साउललाई छोरा इस्बोसेतलाई यर्दनवारी महनौममा ल्याए अनि गिलाद, असुरी, इजरायल, एफ्राइम र बेन्यामिन र सारा इजरायलमाथि तिनलाई राजा तुल्याए। इजरायलका राजा हुँदा इस्बोसेत 40 वर्षका थिए र तिनले 2 वर्षसम्म राज्य गरे। तापनि यहुदाको घराना चाहिँ दाउदकै पछि लाग्यो। हेब्रोनमा यहुदाको घरानामाथि दाउदले 7.5 वर्षसम्म राज्य गरे। नेरका छोरा अब्नेरले साउलका छोरा इस्बोसेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे अनि सरुयाहाका छोरा योआबले दाउदका फौजको साथमा हेब्रोनबाट धावा गरे। तिनीहरूले एकअर्कालाई गिबोनको पोखरीनेर भेटे र एउटाले पोखरीको वारी र अर्काले पोखरीको पारी हमलाको लागि मोर्चा बाँधे। अब्नेरले योआबलाई भने, तिम्रा र मेरा जवान मानिसहरूमध्येका कोही आएर हाम्रो सामुन्ने एक जना गरी लडुन्। योआबले जवाफ दिए, हुन्छ, तिनीहरूले त्यसै गरून्। यसै कारण तिनीहरू आए र बेन्यामिन र साउलका छोरा इस्बोसेतका तर्फका 12 जना र दाउदतर्फका 12 जना एक जना गरी आफ्नो स्थानमा खडा भए। तब तिनीहरू हरेकले आफ्नो विरोधीको टाउको समातेर कोखामा छुरी रोपिदियो। यसरी तिनीहरू एकसाथ ढले। यसकारण गिबोनको त्यस ठाउँलाई हेल्कत हजुरिम भनियो। त्यस दिन घमासान युद्ध भयो अनि अब्नेर र इजरायलका मानिसहरू दाउदका फौजको सामु हारे। सरुयाहाका 3 भाइ छोराहरू योआब, अबिशै र असाहेल त्यहाँ थिए। असाहेल मैदानमा कुद्ने हरिण जत्तिकै छिटा थिए र तिनी दाहिने देब्रे कतै पनि नफर्की सिधै अब्नेरको पछि खेद्दै गए। तब अब्नेरले पछि फर्केर सोधे, हे असाहेल, के तिमी नै हो भनी तिनले जवाफ दिए। अब्नेरले भने, दाहिने कि देब्रेतिर लागेर जवानहरूमध्येका 1 जनालाई पक्रेर त्यसलाई लुट। तर असाहेलले उनलाई खेद्न छोडेनन्। अब्नेरले फेरि, मलाई खेद्न छोडिदेऊ भनी चेतावनी दिए। उनले भने, मैले तिमीलाई कसरी मार्नु? तिम्रा दाजु योआबलाई मैले कसरी मुख देखाउनु? तर जब असाहेल अन्यत्र लाग्न मानेनन्, तब अब्नेरले आफ्नो भाला पछिल्लोतिर हानेर तिनको भुँडीमा रोपिदिए र भाला तिनको पछिल्लोतिर निस्क्यो र तिनी बाटैमा ढलेर मरे। असाहेल मरेर लोटेको ठाउँमा आइपुग्ने सबै जना त्यही नै अडिए। तर सूर्य अस्ताउँदा तिनीहरू गिबोनका खर्कको बाटोमा गिहनेरको अम्मा डाँडामा नआइपुगुन्जेल योआब र अबिशैले चाहिँ अब्नेरलाई खेदी नै रहे। बेन्यामिनीहरू अब्नेरतर्फ जम्मा भए र एउटै दल भएर एउटा डाँडाको टाकुरामा युद्धको लागि तयार भए। अब्नेरले कराएर योआबलाई भने, के मारकाट गरिरहने? त्यसको परिणाम आखिरमा तितो हुन्छ भनी तिमी देख्न सक्दैनौ? आफ्ना भाइबन्धुहरूलाई खेद्न छोडिदिनु भनी के तिमी आफ्ना मानिसहरूलाई फर्काउँदैनौ? योआबले जवाफ दिए, जीवित परमेश्वरको नाममा म भन्दछु कि तिमीले नभनेका भए मानिसहरूले बिहानसम्म पनि आफ्ना भाइबन्धुहरूलाई खेद्न छोड्ने थिएनन्। तब योआबले तुरही फुके र सबै मानिसहरूले इजरायलीहरूलाई खेद्न छोडिदिए अनि युद्ध थामियो। अब्नेर र उनका मानिसहरू रातभरि
अराबाबाट हिँडेर यर्दन पार गरे र बिहानभरि हिँडेर महनोममा आइपुगे। जब योआब अब्नेरलाई खेद्न छोडेर आए तब तिनले आफ्नो फौजलाई भेला गरे र असाहेल बाहेक दाउदका 19 जना मानिसहरू कम भेटाइए। तर दाउदका फौजले अब्नेरका पछि लाग्ने बेन्यामिनीहरूका 360 जनालाई मारेका थिए। तिनीहरूले असाहेललाई बोकेर लगे र बेथलेहेममा तिनका बुबाको चिहानमा गाडे। त्यसपछि योआब र तिनका मानिसहरू रातभरि हिँडेर मिरमिरे उज्यालोमा हेब्रोनमा पुगे।